मैले कन्ट्रोल गरिरहेको छु हामीले कन्ट्रोल गरिरहेको छौँ बढी जाति होइन बाबु जान्दिनँ अब फेरि हामीले कन्ट्रोल गरिरहेको छौँ हामी नेता हो भने बढी विजय कसार आउनुभएको छैन विजय कसार बाँकी हुनुहुन्छ त्यसपछि विजय दाइ र शेखर स्वागत गर्दै हुनुहुन्छ के छ यहाँहरूको चाहिँ अहिलेको अनुभूति अब अहिले सबै अब उहाँ स्वास्थ्य ठिक भएर आउनु भएको होइन भोलि हाम्रो चाहिँ राष्ट्रिय भेला भोलि हाम्रो चाहिँ 12 बजी एउटा 1 बजीसम्म उद्घाटन हुन्छ र त्यसको लागि उहाँ चाहिँ प्रमुख अतिथि उहाँ हुनुहुन्छ र उहाँले अब आएर सबै पार्टीहरू नेपाली काङ्ग्रेस पार्टी एकता मिलाउनलाई उहाँ अगाडि बढ्नु भएको छ। अब यो जसरी उहाँ आउँदै हुनुहुन्छ हजुर यसमा चाहिँ धेरै चाहिँ तपाईँहरू ब्याक स्टेजमा बस्ने नेताहरूले नै उचालेर आउनुभयो भन्ने होइन त्यस्तो सुन्नु न उहाँ के हो भन्दाखेरि उहाँ के विदेशी त होइन नि नेपाली हो उहाँको के विदेशमा घर त छैन होला र यहाँ आउँदाखेरि ब्याक गरेर ल्याउने भन्ने कुरा होइन उहाँ यो देशको चाहिँ 5 चोटि प्रधानमन्त्री भएको मान्छे 2 चोटि नेपाली काङ्ग्रेस पार्टी सभापति भएको मान्छे र हामीले ब्याक गरेर उचाल्ने भन्ने कुरो के उहाँको विदेशी हो र हामीले विदेशी अमेरिकन हो अब चाहिँ काहीँ चाइनिज हो र हामीले उहाँलाई उचालेर ल्याएको त्यस्तो गलत कुरा असोज 28 गते चाहिँ उहाँले अब म सक्रिय राजनीति गर्दिनँ अब पुनःबहादुर खड्कालाई दिएँ है भनेर यस्तो छ नि सुन्नु न सक्रिय म गर्दिनँ भन्नु आएन कि मेरो स्वास्थ्यले गर्दाखेरि अहिले मैले अहिले गर्नु सकेको छैन मैले कार्यभाग दिएको छु अहिले पनि कार्यभाग त उहाँ नै छ नि त कार्यभाग उहाँ नै हुनुहुन्छ नि अहिले खोसेको छैन नि त कार्यभाग उहाँले अहिले विशेष महाधिवेशन पक्षमा त हजुर नेपाली कङ्ग्रेस त त्यो हो भनेर निर्वाचन आयोगले भनिसकेको अवस्था होइन अहिले हामीलाई पनि निर्वाचनले नभोलि हामीलाई पनि दिन्छ कि धारा अहिले कानुन नियम भन्दै ठुलो त अरू त केही हुँदैन होइन हामीलाई कानुनले चाहिँ अब अलिकति हामीलाई पनि तिमीहरूको अन्य भाषा छै भन्ने कुरा चाहिँ सर्वोच्च अदालतले हामीलाई पनि एउटा सानो चाहिँ निशा दिएको छ हामीलाई पनि र निशा दिने आफ्नो ठाउँमा हुने भन्दाखेरि पनि विशेष कुरा चाहिँ के हो भन्दाखेरि पार्टी एकता बनाएर अगाडि बढ्नुपर्छ नेपाली काङ्ग्रेस पार्टी जस्तो भन्ने मेरो धारणा पार्टीको वैधानिकता पाउँछौँ भन्नेमा त अहिले पनि होइन पाउँछ पाइन जसले पनि पाउनु त पाएको छैन गगनजीले पाए नि पाउने हो शेरबहादुर देउवाले पाए नि पाउने हो शेरबहादुर देउवाले पाए 15मा अर्कोलाई हस्तान्तरण गर्नैपर्छ अब मक्सिरसम्म मात्र म्याच छ होइन अब गगनजीले पायो भने उहाँले कहिले गर्नुहुन्छ 15मा उहाँले गर्नुहुन्छ अन्तिम अब पार्टी मिलाउने सन्दर्भमा चाहिँ यहाँको प्रस्ताव के हुन्छ होइन अब मैले एउटा पार्टी मिल भन्दाखेरि मिल्ने पक्षको त होइन र पार्टी मिल्यो भने राम्रो कुरा हुन्छ जस्तो मलाई लाग्छ कसरी मिल्छ त अब होइन मिलिहाल्छ नि अब के ठुलो कुरा पहिला पनि नेपाली काङ्ग्रेस पार्टी फुटेकै नै हो प्रधानमन्त्री काङ्ग्रेस शेरबहादुर दाइ पार्टी सभापति खोलेकै हो यता गिरिजाप्रसाद कोइरालाले नेपाली काङ्ग्रेसबाट पार्टी खोलेकै हो हामीसँग पार्टी नै थियो भने एउटा भने के भने अब अहिले पनि ठुलो कुरा छैन यो पार्टी सबले तन मन धन सबै सोच्ने हो भने एकैछिन मिल्छ अब नेपाली कङ्ग्रेस पार्टीमा पूर्व सभापति शेरबहादुर देउवा फेरि सक्रिय हुनुभयो होइन हुनुभयो भन्ने होइन अब उहाँले आएर काम कुरा गर्दा पाउनु पर्ने 2-2 चोटि पार्टी सभापति भएको मान्छे देश नेपाली काङ्ग्रेसको 5-5 चोटि चाहिँ प्रधानमन्त्री भएको मान्छे उहाँले
गर्नु पाउँदैन बोल्नु पाउँदैन भन्ने कुरो त होइन नि त बोल्नु पाउँछ गर्नु पाउँछ तर उहाँले सक्रिय भएर त्यसै अब भनौँ न अब फेरि मान्ने उठ्छ उठ्दैन मलाई थाहा छैन पार्टी सभापति हुनु पाउने विधानमै छैन उहाँले पाउनुहुन्न त्यसैले पार्टी संरक्षण शेरबहादुर देउवाले गर्नुपर्छ भन्ने कुरा अन्तिममा शेरबहादुर देउवासँगै जानुभएको उहाँको धर्मपत्नी आर्जु राणा देउवा चाहिँ आउनु भएन भन्ने कुरा छ होइन उहाँको पनि स्वास्थ्यहरू ठिक भएन होला आउनुहुन्छ किन नआउनु के बिगारेको छ उहाँहरू आउनुहुन्छ काम गर्नुहुन्छ देशको लागि एउटा नागरिक हो नि देशको काम गर्नु उहाँ आउनुहुन्न उहाँ आफ्नो स्वास्थ्यले गर्दाखेरि जस्तै शेरबहादुर दाइ अब स्वास्थ्य उहाँको अलिअलि ठिक भएको छ र आउनुभयो अब भोलि डाक्टर आर्जु राणा पनि भोलि तपाईँको उहाँको स्वास्थ्य ठिक भएपछि आउनुहुन्छ ल धन्यवाद जय नेपाल साथीहरू सबै पत्रकार साथीहरूलाई ल कतापट्टि गएर यो बारबाट हो